धन्यवाद। म सोझै विषयवस्तुतिर जान्छु। अब पूर्वी नेपालमा त सेकपुरी लिम्बू समुदायमा मात्रै होइन, पूर्वी नेपाल जसलाई हामी लिम्बूवान पनि भनेर चिन्छौँ, यो प्रचलित शब्द दिने प्रचलित शब्द हो। यसर्थ यसले कि जीवन र जगतलाई केमसामी र नामसामी, अघि त्यो बाघ र उसको कुरा आयो, दाजुभाइको कुरा आयो, बाघ दाजु भाइ मान्छे, यो चाहिँ हाम्रो मुन्दुममा लिम्बूहरूको मात्रै होइन, किराँत मुन्दुममा विशेष गरी केमसामी र नामसामी भन्ने पात्रहरू आउँछन्। त्यसमा सेकमुरी फुल, सेकमुरी जीवन र जगतको जननीको प्रतीक रूपमा लिएर राखिएको छ। र यो नाम जुन जुराइएको छ, झट्ट हेर्दा आञ्चलिक जस्तो पनि लाग्छ, तर मलाई नेपाली भाषाको समृद्धिको कुरा गर्छ भने नेपाली भाषामा हामीले जति आगन्तुक शब्दहरू लिएर आएका छौँ, त्यो त नेपालको रैथानी शब्द हो। त्यसैले मलाई लाग्छ यसले हाम्रो भाषा, हाम्रो शब्दकोशलाई समृद्ध तुल्याउँछ। सर्वप्रथम त म त्यसका लागि जुन नाम चयन गर्नुभयो म त्यता जान्छु। र मैले अलिक केही टिपोट बनाएको छु, जस्तो आगो, तातोपना, उज्याला ऊर्जाको सङ्केत दिन्छ। मुरी अर्थात् मानिस, आत्मा वा जीवित अस्तित्व भएको वस्तु। यसरी हेर्दाखेरि यसलाई चाहिँ हामी आत्मिक, ऊर्जाशील, प्रकाशमय जीवनको कृतिका रूपमा यसलाई अर्थाउन सक्छौँ। हुन त मूलत सेकमुरी एउटा पात्र हो। कस्तो पात्र हो भन्दाखेरि जसलाई सिजोफ्रेनिया, यो चाहिँ मेन्टल रोग हो, एक मानसिक रोग हो एक प्रकारको। अब मैले गाईघाटको उदाहरण लिँदाखेरि सिजोफ्रेनिया भन्ने भयङ्कर डेन्जरस रोग हो। उहाँले त यसको सकारात्मक धेरै खाले सिजोफ्रेनिया हुन्छ, त्यसमा त एउटा सिजोफ्रेनिया यस्तो हुन्छ, त्यो सिजोफ्रेनिया लागेको मान्छेलाई मैले के गरिराखेको छु भन्ने भानै हुँदैन, ठ्याक्क हिर्काइदिन सकिदिन्छ। उदाहरणका लागि हाम्रो गाईघाटमा एकजना सिजोफ्रेनियाले ग्रस्त एउटा युवाले आफ्नै भान्जीलाई टक्क मारिदियो। म नाम बताउन चाहन्न, टक्क मारिदिएको छु, धामी झाँक्री भयो। सिजोफ्रेनिया पछाडि हामीले एनालाइसिस गऱ्यौँ, डाक्टरहरू मेन्टल हस्पिटल लग्यौँ, साइकियाट्रिकहरूलाई भेट गऱ्यौँ, दुनियाँ उपचार गरिसके पछाडि एनालाइसिस गर्दाखेरि, त्यसको डायग्नोसिस गर्दाखेरि त्यसको अन्तिम रिपोर्ट आयो, यु आर सफर फ्रम सिजोफ्रेनिया। त्यस्तै यहाँ नायकहरू, तर म नायकहरूमा अलिकति के भन्छु भने नवीन जो भूतपूर्व लाउने हो, किनभने यो खेमामा लाउड जाने मान्छेहरू छन्। तर बुझ्नुपर्ने कुरा के हो भने तान्छोना सिटीमा एउटा, नवीन एउटा, मनु एउटा, यो तीनवटा फरक ढङ्गले परिचालित सूत्रधारका रूपमा देखिन्छन् यो उपन्यासमा। तर यी तीनवटालाई, यो तीनवटा पात्रहरू मूलत अहिलेको वर्तमान पात्रहरूलाई कहाँसँग सिजोफ्रेनियामा लगेर जोडिन्छ। र त्यो सोझो एक खाले अर्को खाले सिजोफ्रेनिया जहाँ चाहिँ पूर्व जन्मको आभास हुन्छ, जहाँ चाहिँ पूर्व जन्मको चाहिँ कथा कुथङ्ग्रीहरू थाहा हुन्छ, अथवा जहाँ पूर्व जन्ममा आफू संलग्नता भएको हुन्छ, त्यो अवस्थालाई ठ्याक्कै बुद्धकालीन अवस्था, मौर्यकालीन अवस्थाको ठ्याक्कै त्यो दास्तीकालीन किरात जुन बेला चाहिँ बुद्ध नेपालमा प्रवेश गरेका थिए, नेपालमा धर्म देशनाको निम्ति आएका थिए, त्यही पालाको कथावस्तुहरूलाई चाहिँ समेटिएको छ। र यो ग्रन्थमा पढिसकिसके पछाडि हिनियान बौद्ध धर्मको, किरात मुन्दुमको बारेमा जसले बुझेको छैन, त्यो ग्रन्थहरूमा हिनियानको जातक कथाहरूमा त्रिपिटकका केही कुराहरू, बौद्ध दर्शनका केही कुराहरू, धेरै कुराहरू छन्। त्यसमा केही कुराहरू जीवन र जगतका बारेमा होइन, सम्यक दृष्टिका बारेमा होइन, धेरै कुराहरू जान्न चाहिँ, मोक्षको बारेमा, जीवनको बारेमा जान्न चाहिँ, पुनर्जीवनको बारेमा, पूर्व जन्मको बारेमा जान्न चाहिँ त्यतिखेरको यो किताबले चाहिँ महत्त्वपूर्ण धारणा बनाउन र त्यो बुझ्नको लागि चाहिँ एकदम सरल भाषामा चाहिँ यसको चाहिँ यसले चाहिँ जानकारी दिन्छ, जुन यो उपन्यासको सबैभन्दा सरल पक्ष।
तर अघि कुरा आयो महिला पात्र नारी पात्रको जुन कुरा आइराखेको छ हामी कहाँ हो, यो चाहिँ के भने विपरीत लिङ्ग बीचको आकर्षणलाई चाहिँ स्वाभाविक रूपमा लिन सकिएला र यो दुई बीच संयोगात्मक अथवा सुखद अन्त्य हुनुपर्थ्यो, यिनीहरूको प्रेम सुखद हुनुपर्थ्यो, मिलन हुनुपर्थ्यो भन्ने पनि एउटा कुरा होला। तर मलाई के लाग्छ भने कहिलेकाहीँ दुखान्त कुराहरू पनि रमाइला हुन्छ, किनभने त्यसको अन्तिम कडी नभेटुन्जेलसम्म भर्खर र सिजोफ्रेनियाबाट पछाडि निस्किने अवस्था छ। किनभने नायक नवीन जो ब्रिटिस लाउरे हो, सुरुका अवस्थामा दुर्घटना भएर हस्पिटलमा हुन्छ, उसैको हेरचाह गर्ने मनु तान्छनाहरू पछाडि फेरि त्यो मनु चाहिँ के हुन्छ भने बिरामी हुन्छ, दुर्घटनामा पर्छ। यो दुर्घटना बीचको दुईटा संयोग, यो संयोग चाहिँ जुराइएको छ, तर व्यक्तिगत रूपमा त्यो दुई पात्रहरू बीचको मिलन चाहिँ यहाँ सम्भव देखाइएको छैन, भिलेन पनि देखाइएको छैन। त्यो अर्थमा यसो गरी हेर्दाखेरि यो चाहिँ कस्तो जस्तो लाग्यो भनेदेखि मलाई यसले जहाँ प्रतीकात्मक अर्थको रूपमा बुझ्दाखेरि, शेखपुरीलाई प्रतीकात्मक अर्थको रूपमा बुझ्दाखेरि चाहिँ जीवन पुनर्जन्म र सृष्टिकै कथा हो र यसैलाई लम्बेताङ बनाइएको छ, पात्रहरू उभ्याइएको छ र बुद्ध देशना, बुद्धले दिएका देशनाहरू र बुद्धकालीन घटनाहरू र त्यस पछाडि त्यो सँगसँगै नेपालमा बुद्ध धर्मले कसरी प्रभाव जमाएको थियो, किराँतकालीन अवस्थामा कसरी नेपाल चाहिँ बुद्ध धर्म आयात भएको थियो अथवा बुद्ध धर्म नेपालमा प्रवेश गरेको थियो भन्ने विषयवस्तुहरूलाई यो उपन्यासले सरल र सठिक ढङ्गले चाहिँ मलाई चाहिँ के लाग्छ भने बयान गरेको छ। हुन त हामीलाई के लाग्छ भने यो किताब यो सरस्वती सुरुमा पढ्दा अघि हाम्रो सम्झना दिले भने जस्तै अब प्रेमालापको बढी हो कि प्रेमिल उपन्यास हो कि भन्ने लाग्छ, तर त्यस्तो होइन। यो सामाजिक सांस्कृतिक र ऐतिहासिक तीनवटा शब्दले यसलाई चाहिँ पगरी बुझ्न सकिन्छ अथवा यसलाई गुथाउन सकिन्छ, भन्न सकिन्छ। सामाजिक सांस्कृतिक र ऐतिहासिक, किनभने यसले बुद्धकालीन देशना, बुद्धका जीवनचर्याहरू एकाप्रति दिएको छ, एकातिर हाम्रो मिथकीय मान्यताहरू, किराँतहरूको मिथकीय मान्यताहरू दिएको छ। अर्को ऐतिहासिक यसर्थ कि यसले राजा जिते दस्तीसँग जतिखेर गौतम बुद्ध धर्म देशनाको निम्ति काठमाडौँ आउनु भएको त्यो त सत्य हो। त्यतिखेरको अवस्था के थियो त्यो चाहिँ हिस्ट्रीमा आधारित भएर त्यसलाई चाहिँ उहाँले के गर्नु भएको छ भने यहाँ चाहिँ उतार दिनुभएको छ, सरल शब्दमा उतार दिनुभएको छ। त्यसैले मलाई लाग्छ यसरी हेर्दाखेरि यो धेरै राम्रो बुद्ध धर्मलाई बुझ्ने, किनभने बुद्ध धर्मका कतिपय कुराहरू अहिले पनि मान्छेहरू बुझ्दैन। बुद्ध धर्मका देशनाको बारेमा, जुन प्रार्थनाको बारेमा अथवा बुद्ध धर्मले जुन दिन खोजेको अर्थीको बारेमा जुन कुराहरू छ त्यो मान्छेले अझै बुझिराखेका छैन र कसरी के विषयमा भन्ने एउटा जुन पात्रहरू चाहिँ काल्पनिक पात्रहरू जुन खडा गरेर दिएको छ भन्ने हामीले झट्ट हेर्दा त्यस्तो लाग्ला। तर जसले बौद्धिक बुद्ध ग्रन्थहरू पढाएको छ, जातक ग्रन्थहरू पढाएको छ, लाग्छ मलाई त्यो किताबै पढाए जस्तो। मैले चाहिँ पढाए हुँदा मलाई के लाग्यो भने ओहो यहाँ चाहिँ धेरै जातक कथाहरू पनि सुन्दर ढङ्गले चाहिँ बयान, त्यतिखेर बुझ्न गाह्रो हुन्थ्यो पाली भाषाको त्यो होइन, हिन्दीमा उठा गरेर पढ्नु पर्थ्यो भने अहिले चाहिँ सरल शब्दमा चाहिँ नेपालीमा चाहिँ लेखिएकोले यो एकदम सरल छ जस्तो लाग्यो। र सामाजिक यथार्थ, अब सामाजिक यथार्थ चाहिँ अहिले त्यहाँनिर जुन पात्रहरू छ, जस्तो एउटा पौडेल बाजेको कुरा छ, उनीसँग जोडिएको रेडियो छ, उनीसँग जोडिएको किराँतीहरूको सभ्यता र संस्कृतिको कुरा छ, उनीहरूसँग जोडिएको वैदेशिक रोजगारको जुन कुराहरू छ, त्यहाँ पात्रहरू पृथक पृथक छन्। त्यसै कारण लिम्बूको मात्रै पात्र छैन, मिठेकी मुन चाहिँ नामहरू चाहिँ त्यस्ता छन्, तर पारिभाषिक शब्दावली पनि उहाँले अन्तिममा नबुझ्ने चाहिँ बुझ्दैनन् साथीभाइहरूले भनेर पारिभाषिक शब्दावली पनि अन्तिममा राखिदिनु भएको छ। तर तथापि पनि ती पारिभाषिक शब्दहरू पर्याप्ततै छैन। उदाहरणका लागि थक्सुबा, थक्सुबा भनेको म त बुझौँला नेतृत्व गर्ने नेतृत्वकर्ता होइन, लिडर भनेर बुझौँला, तर अन्यलाई त थक्सुबा भनेको त बुझ्न गाह्रो हुन्छ नि त। अनि शेखपुरीकै अर्थ के हो भनेर त बुझ्नलाई गाह्रो छ नि त। पात्रको नाम, मान्छेको नाम, तर कुनै पनि नामको पछाडि त अर्थ हुन्छ, अर्थ बिना त्यसलाई प्रयुक्तमा गरिएको हुँदैन भन्ने कुरा बुझ्ने हो भनेदेखि त्यो पनि लेखिदिएको भएदेखि त राम्रो हुन्थ्यो भन्ने मलाई लाग्छ होइन। मैले झटझटी मलाई बाबुजीले लिएर आएर दिनुभयो, मलाई बडा सकस भयो। मैले आज म एकदम व्यस्त थिएँ, हिजो र आज
मैले भन्नै सकिनँ लिएर आएर दिनुभयो तपाईँले गर्नुपर्छ भन्नु म यता केटाकेटी पनि थियो म यदि मतलब एकदम के कर्तव्य विमूढ भयो सट्टै हेरेँ सेकमुरी भन्ने देखिसकेपछि मलाई के लाग्यो भने अलिकति चर्चा पनि सुने ओहो अब यो के गर्ने भने पढ्न पाइयो पढेर अब गफ गर्नु पर्ने भयो होइन गफ पनि सतहमा गएर भएन भनेपछि बडा सकस भएको थियो मैले पढेको मैले राम्ररी सरलाई पनि सोधेको थिएँ भने तपाईँले कति पढ्नुभयो के पढ्नुभयो त पढ्नै भएको छैन उहाँ म जस्तै हुनुहुन्छ पढ्नलाई तर मैले चाहिँ आँखा दुखाइ भए पनि पढेर अर्थ खोजी भए पनि पढेर यतिसम्म लिएर आएँ र मलाई सेकमुरीको मैले अघि भने यसको उपन्यासको विशेषता भनेको यसले यो सामाजिक चित्रणको यो मिथकमा आधारित छ लिम्बू मिथकहरूमा आधारित छ तपाईँहरूले लिम्बू मुन्नुमहरूको अथवा किराँत मुन्नुमहरूको बारेमा धेरै जानकारी यसबाट लिन सक्नुहुन्छ सृष्टिका उत्पत्तिका कथा मानव उत्पत्तिका कथादेखि लिएर मानवहरूको जीवनचर्यामा कसरी चाहिँ किराँतहरूले त्यसमा गरेर याक्थुङहरूले चाहिँ याक्थुङ लिम्बूहरूले चाहिँ कसरी के गर्छ भन्ने कुराहरू चाहिँ राम्रोसँग पूर्व ज्ञान नभए पनि एकदम राम्रोसँगले यसलाई बुझ्न सक्नुहुन्छ यसको सबल पक्ष भनेको अर्को बुद्धको दर्शनको बारेमा जसलाई सरल ढङ्गले याद छैन सरल ढङ्गले जसले पढ्न पाउनु भएको छैन एकदम राम्रो ढङ्गले बुझिन्छ अर्को कुरो यसको सबल पक्ष भनेको यसले चाहिँ हिजोको अवस्थाको ऐतिहासिक अवस्था जसलाई हामी चाहिँ जिते जस्ती राजाको पालामा जसरी बुद्ध आएको थिए जसरी चाहिँ बुद्धले चाहिँ त्यसपछि मौर्यहरू अशोकहरू आएर जुन उहरू गरे त्यो सबैको परिघटनाहरूलाई मिलाएर ट्याक्का टुक्का पारेर लेख्नु भएको छ र यो चाहिँ ज्ञानवर्धक पनि छ भन्ने यो हिसाबमा जानकारीमूलक ज्ञानवर्धक छ भन्ने पनि कुरा हो र मैले यसलाई कसरी भन्यो भने यो गरिबी जात लिङ्ग वर्ग अन्याय प्रेम परिवार आदि विषयसँग सम्बन्धित छ त्यहाँ विभिन्न थरको जातको इभेन मैले भने बाहुनको पनि छ लिम्बूहरूको पनि छ अन्य जातको पनि छ तर पात्रहरूको नाम चाहिँ के हो भने लिम्बू भाषामै बढी भएको छ त्यसरी तिनलाई पनि खुट्याइदिन पाएको भए अलि राम्रो हुन्थ्यो अनि जीवन र सङ्घर्षको कथा छ मैले भनेकै त्यो नामसामीको कथादेखि होस् कि यो बाँच्नको लागि सङ्घर्ष गरिराखेको सिजोफ्रेनियाले ग्रस्त मनु र नवीनको कथाहरू यो जीवनको लागि सङ्घर्षमय त्यसले प्रेरणा दिनेछ प्रेरणाप्रद छ कथा होइन अनि अर्को चाहिँ सामाजिक चेतको पनि छ सुधारका कुराहरू पनि छन् त्यहाँ धेरै छन् होइन त्यसै गरी अनि समय र परिवेशसँग पुरानो काललाई पौराणिक काललाई ऐतिहासिक काललाई चाहिँ अहिले वर्तमानसँग जोड्ने काम भएको छ हामी प्रविधिको युगमा आयौँ होइन यो कालसँग यसले उपन्यासलाई जोडेको छ अनि चाहिँ संवादहरू मनोविश्लेषणात्मक शैलीमा लेखिएको छन् कतिपय कुराहरू होइन आफैसँग गन्थन गरिएर रमाइलो शैली छ शैलीहरू अनि यथार्थपरक अभिव्यक्तिहरू पनि छन् होइन र अब मैले यो सरस्वती हेर्दाखेरि अब यसरी हेर्दाखेरि के देखिन्छ अर्को मुख्य गहन विषयवस्तुहरू चाहिँ मैले भनेकै यो बौद्ध दर्शनको अथवा बुद्ध दर्शनको होइन बारेमा छ अनि हाम्रो किराँत मुन्नुमहरूको बारेमा छ जीवन सृष्टिको बारेमा होइन जगतको बारेमा प्रकृतिको बारेमा चाहिँ के छ बौद्ध मत के छ मुन्नुमे मत भन्ने हिसाबबाट यसले फैलाउन सकेको छ होइन यसले त्यो प्रष्ट कुरा त्यो राख्न सकेको छ र अब प्रतीकात्मक रूपमा सेकमुरी जुन चाहिँ राखियो यसमा चाहिँ भनौँ न राखियो त्यो चाहिँ अवतारवादी सिद्धान्तमा आधारित छ झट्टै हेर्दाखेरि अब यो कस्तो अवतारवादी भने सिजोफ्रेनिया भएर अवतार लिएको एक ढङ्गले हेर्ने भन्छ किनभने त्यो ढङ्गले व्याख्या र विश्लेषण गरिएको छ अवतारवादी एक ढङ्गको सिद्धान्त पनि छ अथवा पूर्व जन्मको कथा कहने सम्झिने त्यो शैली यसमा अपनाइएको छ र संस्कृति प्रधान त अघि नै मैले भनिसकेँ थिएँ अब यी सबै कुराहरूले र अब पछाडि चाहिँ अझै साथी भाइहरू कोही हुनुहुन्न अब एकजना राममणि
सर हुनुहुन्छ, उहाँले भन्नु नै हुन्छ होला। र यो 3 ढङ्गमा विभाजित 273 पेज जस्तो लाग्छ, 3 खण्डमा विभाजित, जसमा पहिलो चाहिँ जीवन र जगतको बारेमा, दोस्रो बुद्ध देशनाको बारेमा, तेस्रो फेरि पुनर्मिलन र बौद्ध र किराँतकालीन अवस्थाको बारेमा विश्लेषण गरेको छ। यसले गर्दाखेरि यो ऐतिहासिक पनि बन्न पुगेको छ र यो चाहिँ हाम्रो लागि ज्ञानको चाहिँ यो एक ढङ्गको ठुलै भण्डार हो भन्ने मेरो ठमाइ छ। र मेरो समीक्षा यही सोच्नुभन्दा अगाडि कृतिकारलाई चाहिँ हार्दिक धन्यवाद दिन चाहन्छु। र जाने पनि नजाने पनि मूल पेसा मेरो चाहिँ यो वास्तवमा समालोचना गर्ने, आलोचना गर्ने होइन। अलिक त्यतापट्टि म कमजोरै छु भन्न ठान्छु आफूलाई, तर जे जस्तो जाने, जे जस्तो लाग्यो आफूलाई त्यही कुरा राखेँ। यति भन्दै धन्यवाद सहित म बिदा हुन चाहन्छु। धन्यवाद।